हेलो गाइज, हामी पोखरा आएको छौँ। हामी पोखराको होटलको छतमाथि बसेर भ्यू हेर्दै छौँ। लेक साइड भ्यू। फेवातालको छेउमा बसेर हामी यस्तो रमणीय दृश्य हेर्दै छौँ गाइज। चेक इट आउट भ्यूज। भोलि चाहिँ हामी अल पोखरा टुर गर्दै छौँ। त्यसको इभिनिङमा चाहिँ हामी घान्द्रुक जान्छौँ। सबैजना आउनु होला। अनि कस्तो लाग्यो त मम्मी? एकदम राम्रो। अनि ड्याडी कस्तो लाग्यो ड्याडी? एकदम बेस्ट। अब बाँकीको भोलिको हामी सबै भिडियो खिच्छौँ अनि टक्क लाएर भ्लग बनाएर हाल्छौँ अनि। ओके। यस। बाई बाई। सी यू टुमारो। गुड मर्निङ सबैलाई। आज हामी पोखरा विन्ध्यवासिनी मन्दिर घुम्न गइरहेको छौँ। शुभको यात्रा, हाम्रो शुभको यात्रा। त्यसपछि हामी जान्छौँ। पोखरा छोराको अन्य ठाउँतिर हामी जान्छौँ। फेवाताल। कहिले? ए अहिले अहिले फेवातालमा जाँदैछौँ होइन? हो। फेवाताल, पोखराको फेवाताल। अब हामी हजुरलाई त्यहीँ भेट्नेछौँ फेवातालको बिचमा उसको मन्दिरमा। अहिले हामी मन्दिर जानको लागि रेडी भइसकेका छौँ। हामी सबले लाइफ ज्याकेट पनि लगाइसक्यौँ। मम्मी पुरा पूजाको सामान लिएर रेडी भइसक्नु भएको छ। मन्दिर जानको लागि रेडी। यहाँ चाहिँ रेडी हुनुहुन्छ। हामी सबैजना मन्दिर जानको लागि रेडी छौँ। मम्मी कस्तो लागिरहेको छ बोटको बिचमा? हेलो हजुर के छ? अलि सल्ली फिट एन्ड फाइन 100मा 110 वाउ। नेपालको झन्डा भएको ठाउँमा त्यहाँ जाँदैछ। जय नेपाल। हजुर उज्यालो हुँदै गएको छ है। बिहान चिसो थियो, अहिले उज्यालो हुँदै गएको छ। अब घाम पनि देखिसकेको छ। हामी मन्दिर बनाउने एउटा पवित्र उद्देश्यका साथ अगाडि बढेका छौँ। यसै सिलसिलामा हामीलाई थोरै धेरै पनि सहयोग आउने क्रम पनि निरन्तर जारी रहेको छ। हजुर नेपाल अधिराज्यकै प्रसिद्ध धार्मिक शक्तिपीठको रूपमा विराजमान आराध्य देवी भगवती कालबाराई भगवतीप्रति सदा भक्तिका साथ यहाँ दर्शन गर्दै हुन्छ। दर्शन गरेर फर्किने क्रममा यस मन्दिरको पुनर्निर्माणका लागि आज परेको जन्मदिनको अवसरमा पोखरा सत्र बिरौटा निवास मन्दिर घुमेर भ्याएको छ। हामी अब नेक्स्ट अरू ठाउँमा घुमेको भिडियो हजुरहरूलाई देखाउने छौँ। टेक्कलारी हामी अहिले ट्याक्सीमा छौँ। यहाँबाट हामी कहाँ जान्छौँ दाजु? शिवजीको शिव मन्दिर जाँदैछौँ। उता माथि छ नि सबैभन्दा पहिला डाँडा माथिको टापुमा। हाम्रो सेकेन्ड टाइम हुन्छ। म यहाँ छु, हाम्रो मिसेस यहाँ
See you there. यो त मास्टर डाँडातिर गयो भने कति पो भन्थ्यौ ल लेट्स गो माथि जाम अब शिवजीको महाकाल शिवजीको दर्शन गर्न हामी गइरहेका छौँ ड्याडी यहाँ फोटो खिच्दै हुनुहुन्छ सेल्फी मम्मी यहाँ पोज दिँदै हुनुहुन्छ उहाँ वेटिङमा छ जय भगवान हर हर महादेव मम्मी त हेर्नु ड्याडी वाउ हर हर महादेव यहाँ रहेको छ विशाल शिवजीको मूर्ति अनि यहाँ रहेको छु म भिडियो खिच्ने मान्छे बहुत हाइटमा छ यार लास्टै हाइटमा खिच्नु छ अब हामी गइरहेका छौँ मन्दिरको प्रवेशद्वारतर्फ हामी इन्ट्री गर्न गइरहेका छौँ यहाँ रहेको छ इन्ट्री गर्ने ठाउँ शिवजीको मन्दिर सँगसँगै यहाँ हाम्रो माताजी यहाँ धर्मपत्नी यहाँ ड्याडी भिडियो बनाउँदै हुनुहुन्छ म यहाँ जय भगवान यस पावन भूमिका अधूरा निर्माण कार्य समापनमा सहयोगिता नपुगा भन्दै गति सत्य त्यति गरौँ केही बाटो सहयोग अवश्य गरौँ तेरा काम निर्माण अरूमा पत्तान सहयोगी बना कस्तो लाग्यो तपाईँलाई एकदम मनदेखि आनन्द लागिरह अनि ड्याडी एकदम बेस्ट दामी छ हैन त अब हामी मटका चाय खान गइरहेका छौँ यहाँको मटका चाय कस्तो हुन्छ ट्राई गरौँ है त ल अब ब्रेक टाइम बिहानको ब्रेक टाइम रहेको छ हामी अहिले व्यस्त छौँ मटका चाय खान ल डेरी कस्तो रहेछ चिया दामी छ थ्याङ्क यू हजुर हेर्नु मम्मी चिया खानु दिनु ल हल्का चिनी कम न त सही छ है कस्तो हो ठिक छ है सही छ होइन हो किनभने दुध तिमी अलिक खाँदैन नि त होइन यतिकै होइन हल्का काँचो काँचो टाइपको भएर वाउ कति रमणीय दृश्य छ यहाँबाट दुर्गा माताको मन्दिर जय माता दी मम्मी ड्याडी त्यहाँ गइसकेका छन् अब यहाँबाट म जाँदैछु
उड्ने यहाँबाट यो ऊ मात्रै हो के अरे डमी हो कि डमी जय दुर्गा माता दी अब चाहिँ हामी स्तूपतिर लागिरहेछौँ स्तूपा चाहिँ पहिलोचोटि हो शिवजी चाहिँ डबलचोटि भयो दुईचोटि स्तूपा चाहिँ म फर्स्ट टाइम जाँदैछु है बाटो चाहिँ यस्तो रहेछ साथीहरू हेर्नु अब बिस्तारै यो पनि खतरा पिज हुन्छ पिज रोड मम्मी ड्याडी हजुर कस्तो लागिरहेको त दृश्य यहाँको एकदम बेस्ट उहाँ चाहिँ यहाँ पिङ खेल्दा क्याफेको झुलामा झुलेर पिङ खेलिरहेको छु मम्मी यता हेरिहाल्नु झलक अहिले मार्छन् यहाँ चाहिँ भिडियो बनाउन एलाउड छैन गाइस त्यही पनि लुकी लुकी भिडियो बनाउन गइरहेको छु राख्ने हो कि पछिका बच्चा बच्ची पनि यस्तो नबिर्सिनु हामी चाहिँ गुप्तेश्वर भित्र जाँदैछौँ स्तूपा शिवजी मन्दिर सबै घुमिसक्यौँ अब चाहिँ गुप्तेश्वर मन्दिर जाँदैछौँ भित्र अब हामी यहाँ भित्रबाट इन्ट्री गर्दैछौँ जय गुप्तेश्वर महादेव यहाँ टिकट काट्नुपर्छ टिकट काट्ने हो यहाँ भित्र चाहिँ हामी जाने हो त्यसपछि अब भिडियो बनाउनु पाउँदैन अब हामी चाहिँ मेरो भिडियो चाहिँ म यहाँ इन्ड गर्छु भित्र छिरेर पसिसकेपछि म बाहिर भिडियो बनाउँछु फाइनली हामी चाहिँ गुप्तेश्वर महादेव मन्दिर गुफाभित्र छिरेर चाहिँ बाहिर निस्केका छौँ पानी पर्दैछ यहाँ कस्तो लाग्यो तिमीलाई एकदम दामी मम्मी कस्तो लाग्यो एकदम बेस्ट एकदम राम्रो पुरा आनन्द ड्याडी पुरा सुकुन छ कस्तो लाग्यो हजुरलाई ड्याडी यता हेर्नु कस्तो लाग्यो त एकदम 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 बाफ खतरा छ यो भित्र चाहिँ एकदम गहिरो छ गुफा हामी चाहिँ यहाँ बाहिर छौँ जय विष्णु डेभिड्स फल्स भित्र जान लाग्छौँ मम्मी कहाँ जाने हो डेभिड्स फल ल हामीले टिकट पनि लिइसक्यौँ ल पानी पनि परिरहेछ पानी पुरा मौसम त पुरा मौसमले खतरा चेन्ज गर्छ हैन अब यहाँ भित्र आइसकेको छौँ यहाँनिर पानी परिरहेछ हल्का हल्का वेदर चाहिँ एकदम वेदरले चाहिँ च्यालेन्ज गरिरहेछ हामीलाई वाह ओ हावा हुरी हेर्नु यहाँ कालो बादल हिमाल माउन्टेन यहाँ हुनुहुन्छ मम्मी हिँडिरहनु भएको छ पानी परिरहेछ ओ छिटो छिटो गरौँ भाइ पानी पो पर्ला भिज्ला हामी त हेर्नु गाइस पानी परिरहेछ ए कहाँ यस्तो गरेको
हामी चाहिँ यहाँ तल गइरहेछौँ अनि तल छ यहाँ डेभिड्स फल यहाँ तल छ उ त्यही हो वा मम्मी हजुर यहाँ हेर्नु हो डेभिड्स फल अब घुम्दा घुम्दा थाकेर ल्वात परेर भोकले पनि पेटमा मुसा दौडिरहेको हुँदा अब हामी खाना खान गइरहेका छौँ। ल सुरु गरौँ त। ल यसपछि फेरि सुरु गर्ने छ हाम्रो फुड। हामीले खाना पनि खाएर सक्यौँ बेसरी भोक लागेको थियो। खाना मिठो लाग्यो ड्याडी तिमीलाई मिठो लाग्यो एकदम अगायो मम्मी कस्तो लाग्यो खाना हामी यहाँ छौँ भर्खर खाना खाएर पानी परिरहेको छ पानी अचु जाडो हो पोखराको म्युजियममा छौँ ऊ यहाँ टिकट काउन्टरमा छौँ यहाँ कति चाहियो टिकट काट्न पैसा दिउँ भनेर पैसा पुगेन फेरि बैंक त फेरि यहाँ छौँ त हाम्रो बैंक सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ पानी परिरहेछ पानी पर्दा पर्दा पनि हामी घुमिरहेछौँ यहाँ यो चाहिँ हो म्युजियम यहाँ कस्तो पुरानो पुरानो ओल्ड ऊहरू छ यहाँ कस्तो दामी वाउ अब हामी भित्र इन्ट्री गर्छौँ यहाँ ऊ चाहिँ टिकट काट्दैछ पुरानो टोपीहरू पनि है जान लाग्छौँ टिकट काउन्टर पानी परेको हुनाले चिप्लो छ अरे हामी भित्र चाहिँ जान पाउँदैनौँ बाहिरबाट हल्का हेरेर आउँछौँ हेरेर मात्र आउने हो टर्च लाइट लिएर भित्र पुरै अँधारो भएको हुनाले हामी टर्च बालेर चमेरो गुफाको टर्च बालेर चमेरो गुफाको अवलोकन गर्नेछौँ। अब हामी यहाँभित्र कसरी पस्ने होला यार हेर त ओडार ओडार पुरै ओडार म त पस्दिन तिम्रो पसेर आऊ है किन आउनु न पस्नु दाम किन मेरो हिम्मत नै छैन किन के हो आउनु पस्ने हो नि हामी कस्तो ऊ ड्याडी उहाँ पुगिसक्नु भयो ऊ त सुरुमा छ अगाडि ऊ दन बन्द गरिरहेको छ अहिले सुरुमै भएको छ होला कस्तो छ यार किन हो हुनलाई तर पनि किन जानु पर्यो यहाँबाट हेरे हुन्न चमेरो आउलाको त यार खोइ त चमेरो छैन त्यहाँ नजाऊ के हिँड्न के माथि ल हामी चाहिँ चमेरो गुफाबाट निस्क्यौँ
धेरै गाह्रोको समयपछि निस्किएको छ बाँस। धेरै गाह्रो भएको छ यहाँबाट निस्किन है। बल्ल बल्ल सानो यत्रो सानो पलबाट धेरै गाह्रो पछि निस्किएको छु सही सलामत। मजा लाग्यो एकदम। पहिला त डराएर छिरेको थिएन हैन? अहिले त फत्त निस्किनु त मजाले। मस्त जोक मार। रेडी सोनेको हेरेर बाहिर निस्केछ उल्दैछ नजर जाली रुमाल। वाह 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 क्या बात। डैडी को रिएक्शन। वाह पूरा चम्किलो छ, पूरा मौसम क्लियर भइसक्यो। टिकट हो। त्यसपछि हजुरलाई बाँकी दृश्य म भित्रै गएर देखाउने छु। गुफाभित्र जाँदैछौँ। उहाँ चाहिँ अगाडि अगाडि गइसक्नुभयो, हामी चाहिँ पछाडि पछाडि छौँ। महेन्द्र गुफाको प्रवेशद्वारमा ठ्याक्कै अब प्रवेश गर्ने बेला भएको छ। गएर भित्र भगवानको दर्शन गरेर हामी आउनेछौँ। मम्मी त हेर्नु त ल। वाउ अहिले चाहिँ हामी पुरै महेन्द्र गुफाभित्र प्रवेश गरिरहेका छौँ। यहाँको अवस्था निकै कठिन छ, पुरै भित्र पस्न एकदम गाह्रो छ। पुरै ढुङ्गै ढुङ्गा वरिपरि छरपष्ट छरिएका छन्। सँगसँगै हामी पनि हिँड्दा हिँड्दै भित्र खै कता कुन चाहिँ कुना कता हो यता कुन बाटो छ? यहाँको बाटो त हिँडिसके जस्तो छ, यतापट्टि होला बरु। ड्याडी मम्मी यहाँ हुनुहुन्छ पछाडि टक्क हिँड्दै हुनुहुन्छ। मम्मी ड्राउन पुग्यो हो त्यही त, पुरा मन खोलेर दिल खोलेर हिँड्नु। पुरा पानी परेर पुरै गुफाभित्र समेत पानीको पानी जमेको अवस्था। हिँड्नलाई अलि कठिनाइ छ। त्यही पनि कठिनाइ भए पनि हामी हिँड्ने कोसिस गरिरहेका छौँ। ल हेर्नुहोस्, मम्मी ड्याडी अनि मेरो उहाँ मिसेस अगाडि पुगिसक्नु भएको छ। केही पाउनको लागि गुमाउनु पर्छ भने जस्तै यो भगवानको दर्शन गर्नको लागि हामीले यस्तो चिप्लो बाटो पुरै ढुङ्गै ढुङ्गा भएको ठाउँलाई क्रस गर्दै हामी फाइनल्ली यहाँ पुगेका छौँ। मम्मी ड्याडी दर्शन गर्दै हुनुहुन्छ, म चाहिँ यहाँ छु। म पनि अब केही समयपछि गएर दर्शन सर्शन गरेर फर्किनेछु। अनि त्यसपछि हजुरलाई नेक्स्ट बिन्दवासिनी मन्दिरको दर्शन गराउन लाग्नेछु। हस् त, बाई बाई। यहाँ के रे मम्मी, यो के गर्ने प्रवेश अरे? महेन्द्र गुफाको के गर्ने रे? भगवान विकास गर्ने ठाउँ हो यो। विकास गर्ने हैन, अघि के भनेको थियो? के द्वार भनेको थियो मम्मी? धर्मद्वार। यहाँबाट धर्मस्थल बाहिर निस्केपछि बाहिर निस्किँदैछु। हेरौँ अब सफल हुन्छ कि हुन्न। पुण्य त धेरैको कमाइयो, तर जिन्दगीमा अझै पुण्य कमाउन मन हुँदा मन भएकाले निस्किने कोसिस गर्दैछु। म चाहिँ निस्किसकेँ है यहाँ गाइस। म त एकदम इजिली निस्केँ है। भनेपछि अझै धेरै धर्म कमाउने छु। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागौँ कि क्या हो? वृन्दावासिनी मन्दिर जाँदैछौँ, माथि चढिरहेछौँ। ओ भुवन सर, कता हो? कहाँ जाने हो रे? गइरहेका छौँ मन्दिरको दर्शन गर्न, वृन्दावासिनी माताको दर्शन गर्न गइरहेका छौँ हामी। जय माताजी। ल म पनि यहाँ भिडियो गर्दै हिँडिरहेको छु, चढिरहेको छु। खै
अझै देखेन त्यो यार अझै मजाले त्यो घुम्नुपर्ने हिमाल ओ माई गॉड कस्तो दामी हिमाल देखेको होइन मम्मी ड्याडी खै त हेर मम्मी त्यहाँ हिमाल हेर्नु त हिमाल त्यहाँ खतरा देखियो होइन अब हामी बिन्दुवासिनी मन्दिर घुमेर सकेर दर्शन गरेर जाँदैछौँ। अब चाहिँ हाम्रो पोखराको टुर सकियो। अब हामी चिया नास्ता गरेर भान्द्रुकतिर लाग्छौँ। भान्द्रुकको भिडियो चाहिँ नेक्स्ट ब्लगमा आउँछ है। मेरो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद है त ल बाई बाई सी यू इन भान्द्रुक सी यू इन नेक्स्ट ब्लग। यो ब्लग यहीँ सक्नेछौँ हामी ल त नमस्ते नास्ता खाएर ब्लग